एउटा यो प्रोफेसन हो भनेर भन्न सकिएन। यसमा डक्टरहरू पनि आउनुहुन्छ, इन्जिनियर पनि आउनुहुन्छ, प्राध्यापक आउनुहुन्छ, शिक्षक आउनुहुन्छ, वकिल आउनुहुन्छ, इन्जिनियर आउनुहुन्छ, सबै प्रोफेसनहरू आफ्नो ठाउँबाट यसमा आउनुहुन्छ। र जब एउटा प्रोफेसनको मान्छे जब हामी एक ठाउँमा बस्छौँ भने हाम्रो काम गर्ने, हाम्रो सोच्ने, हाम्रो समस्या सबै एक किसिमको हुन्छ। हाम्रो बिचमा धेरै कुरा यस्तो हुन्छ कि हामी छलफल गर्छौँ र कुराहरू गर्छौँ। टिचरको कुरामा जब बस्छौँ त टिचरहरूको कस्तो समस्या छ भनेर हामी कुरा गर्छौँ र त्यसको इन्ट्रेस्टको बिचमा राखेर कुरा गर्छौँ। तर जब बुद्धिजीवी परिषदको 25 जना जम्मा हुन्छ भने एकजना लबाट, एकजना इन्जिनियरबाट, एकजना डक्टरबाट, एकजना शिक्षकबाट, एकजना प्राध्यापकबाट, अनि कुराको टपिक के त जहिले पनि बुद्धिजीवी परिषदको 25 जना बस्यो भने कुराको टपिक सेन्टरमा एउटा कुरा मात्रै हुन्छ, त्यो हो नेकपा एमाले। नेकपा एमाले कसरी अगाडि जाने, कसरी यो राम्रो हुने, कसरी समाजमा प्रस्तुत हुने, त्यो कुराहरूको यो आउँछ। त्यस हिसाबले यो बुद्धिजीवी परिषदलाई एउटा जनसङ्गठनको हिसाबले नदेखेर, नहेरेर यसलाई अलि छुट्टै ढङ्गले हेर्नुपर्छ। यो बौद्धिक जमात हो। हरेक सेक्टरबाट बौद्धिक व्यक्तित्वहरू एक ठाउँमा आएर नेकपा एमालेको बारेमा चिन्तन गर्ने यो एउटा थलो हो। तर अहिले मलाई थोरै गुनासो पनि छ। पार्टीको आज जिल्लाको नेताजीहरू पनि आउनु भएन। संयोग यस्तो थियो कि अर्को ठाउँमा पनि बाजियो कार्यक्रमहरू। तापनि केन्द्रीय सदस्यहरू हुनुहुन्छ, हाम्रो पार्टीको वरिष्ठ उपाध्यक्षजीलाई यो कुराहरू थाहै छ, उहाँलाई त भन्नुपर्ने छैन। तर यो लोकल लेभलमा खास गरेर केन्द्रीय सदस्य पनि हुनुहुन्छ, प्रदेश कमिटीको सदस्य पनि हुनुहुन्छ, जिल्ला कमिटीको सदस्यहरू पनि हुनुहुन्छ। आफ्नो आफ्नो ठाउँमा म विश्वास राख्छु कि यो कुराहरू उठाउनुहुन्छ। जुन कुरा अहिले हामीले भन्न गइरहेछु, मैले भन्न गइरहेछु, त्यो कुराहरू आफ्नो आफ्नो ठाउँबाट उठाउनु पर्यो। मैले के हेर्दैछु, विगत 3 वर्षदेखि म मध्य प्रदेशको इन्चार्ज हो र 8 जिल्लामा म गइरहन्छु, त्यहाँको कुराकानी हेरिरहन्छु। बुद्धिजीवी परिषदको साथीहरूलाई सबभन्दा ठुलो समस्या के लाग्छ भने पार्टीले हामीलाई कोअर्डिनेसनको हिसाबले हामीलाई बोलाएन, हामीलाई त्यो हिसाबले गरेन। जब पार्टीसँग हामी कुरा गर्छौँ उहाँहरू भन्नुहुन्छ कि यो संस्थाले हामीसँग कोअर्डिनेसन गरेन। यो दुईटै ठाउँमा आफ्नो आफ्नो, उहाँ पनि ठिक हो, उहाँ पनि ठिक हो। पार्टीलाई मैले तल यो जिल्ला लेभलको पार्टीलाई को पदाधिकारीजीहरूलाई म के भन्न चाहन्छु भने हाम्रो सेन्ट्रल लेभलमा बुद्धिजीवी परिषदको पदाधिकारी र सदस्य, सचिवालय सदस्यहरूलाई जहिले पनि बोलाएर पार्टीको बारेमा छलफल गर्नुहुन्छ। जसरी अहिले हामी घोषणापत्र बनाउँछौँ देशभरिका, हाम्रो पार्टीको यो नेपाल बुद्धिजीवी परिषदमा को पदाधिकारीलाई बोलाएर तपाईँले यो आधार बनाएर घोषणापत्र एउटा बनाइदिनुहोस्। घोषणापत्र हामीले बनाएर भेज्यौँ, त्यो एउटा बेस हो, त्यो फाइनल हुँदैन, फेरि बेस हुन्छ। फेरि नेताजीहरू बस्नुहुन्छ, हाम्रो शीर्ष नेताजीहरू, अनि त्यसमा के थप्ने के घटाउने त्यो कुराहरू हुन्छ र त्यसपछि घोषणापत्र निस्किन्छ। तर बेस तयार गर्नलाई हामीलाई दिइन्छ। त्यस्तै अब हरेक ठाउँमा आजको मात्रै कुरो होइन, जहिले पनि नेकपा एमालेमा यो बुद्धिजीवी परिषदको जुन शीर्ष नेताहरू हुनुहुन्थ्यो उहाँहरू जहिले पनि नेकपा एमालेको एउटा बौद्धिक थिङ्क ट्याङ्क जस्तो काम गर्नुभएछ। मङ्गल सिद्धि मानन्दज्यू हाम्रोदेखि लिएर अहिलेसम्मको यसमा धेरै युवराज खतिवडाज्यू, त्यो सबै यही बुद्धिजीवी परिषदकै नै मान्छेहरू हुनुहुन्थ्यो। आज पनि योजना आयोगको उपाध्यक्ष हाम्रो बुद्धिजीवी परिषदको सचिवालय सदस्य हुनुहुन्छ। मतलब भनाइको मेरो मतलब यो हो कि केन्द्रले बुद्धिजीवी परिषदलाई कसरी युज गर्ने त्यो उहाँहरूलाई एकदम प्रपरली थाहा छ कि बुद्धिजीवी परिषदलाई कसरी युज गर्ने, कसरी बोलाउने, के काम गर्ने, कसरी त्यसलाई युटिलाइज पार्टीको हितमा गर्ने, त्यो राम्ररी हामीले गरिरहेछौँ। तर जिल्ला लेभलमा कस्तो छ भने एउटा जनवर्गीय सङ्गठनको हिसाबले ट्रिट गरेर तपाईँ आउनुहोस्, तपाईँ आउनुहुन्न, तपाईँ हामीसँग छलफल गर्नुहुन्न, तपाईँ यो गर्नुहुन्न, यो तरिकै भएन। आज म केन्द्रीय सदस्यदेखि लिएर जति हुनुहुन्छ उहाँहरूलाई भन्न चाहन्छु कि तपाईँलाई बुद्धिजीवीलाई ट्रिट गर्ने तरिका जान्नुपर्छ। जबसम्म तपाईँहरूले बुद्धिजीवीलाई कसरी बोलाउने, कसरी उसँग काम लिने, कुन काम लिने,
त्यो जानेन भने तपाईँ बुद्धिजीवीलाई युज गर्न सक्नुहुन्न। हामी बुद्धिजीवीहरूलाई भनेको हुन्छौँ जहिले पनि कि इलेक्सन आउँछ केही हुन्छ भने तपाईँहरू गएर लोकल पार्टीको नेताजीसँग तपाईँ कोअर्डिनेसन गर्नुहोस्, पार्टी अध्यक्ष पार्टी इन्चार्ज यहाँकोसँग कोअर्डिनेसन गरेर उहाँको तपाईँहरू आफ्नो भ्यू दिनुहोस्, उहाँले पनि भनेको कुराहरू मान्नुहोस्। त्यहाँ गएपछि मलाई रिपोर्ट आएको छ कि सिधा भनिदिनुहुन्छ कि होइन तपाईँ त्यो गाउँमा जानुहोस्, त्यहाँ के छ कसो छ बुझेर आउनुहोस्। यो भएन। पालिका लेभल समेतमा जब घोषणापत्र बन्छ भने त्यो घोषणापत्र देशभरिको लागि माथिबाट आयो, तर पालिकाको समस्या त त्यो घोषणापत्रमा पनि हुन सक्छ, त्यो सम्बोधन नभएको पनि हुन सक्छ। त्यसकारण पालिका लेभलमा पनि एउटा घोषणापत्र बनोस् र त्यो लोकल समस्याहरूलाई एड्रेस गरेर त्यो घोषणापत्र बनोस्। र त्यो हिसाबमा हामीले भनेपछि यहाँको पार्टीको जुन जिल्ला स्तरीय जुन नेताहरू हुनुहुन्छ उहाँहरूले त्यो हिसाबले कोअर्डिनेसन गरेर बुद्धिजीवीलाई त्यो युज गर्न सक्नु भएन। त्यसकारण यस हिसाबले मात्रै कि हामी बुद्धिजीवीलाई एउटा 23वटा जनवर्गीय सङ्गठन छ, यो पनि जनवर्गीय सङ्गठन, तपाईँले मिटिङ गर्नुभयो मलाई किन खबर गर्नु भएन, तपाईँले यसको गर्नुभयो त्यो गर्नुभयो, यो तपाईँ बुद्धिजीवीलाई यसरी ट्रिट गर्यो भने त्यहाँबाट आउटपुट आउँदैन। त्यसकारण जिल्ला स्तरको बुद्धिजीवीहरूसँग कोअर्डिनेसन गर्नको लागि म एकचोटि त्यसमाथि सोच्नको लागि पनि यहाँ प्रदेश कमिटी, केन्द्रीय कमिटी र जिल्ला कमिटीका साथीहरूलाई आफ्नो आफ्नो कमिटीमा उठाइदिनको लागि, कुरा उठाइदिनको लागि पनि अनुरोध गर्दछु। अब समृद्ध नेपाल सुखी नेपालीको सपना र मिसन 84 त्यो एक हिसाबले जुडेको छ। त्यो जुडेको कस्तो भने यो त हाम्रो सपना हो, यहाँ गन्तव्य हो र 2 वर्षमा 84मा चुनाव हुन्छ र चुनाव यो सपना पुरा गर्नको लागि चुनावमा 2टा ठुलो नेताहरूले मात्रै जित दिएर त्यो सपना पुरा हुँदैन। त्यो सपना पुरा हुनको लागि हामीलाई 2/3 मेजोरिटी चाहियो। त्यो भनेको अहिलेको अवस्थामा 184 सिट हो। त 184 सिट यहाँको आफूलाई ठुलो नेता बनाउने मात्रै हाम्रो कन्सन्ट्रेसन भयो भने कि म जित दिन्छु भने यो त्यो सपना पुरा हुँदैन। उहाँ जित्नुहुन्छ त्यो ठिक हो, तर मिसन 84 र यो समृद्ध नेपाल सुखी नेपालीको सपना त्यहाँबाट पुरा हुनेवाला होइन। त्यसको सपना पुरा गर्नको लागि हामीलाई एउटा सिट निकाल्नुपर्छ। त्यो खालि ठुलो नेताको कुरा नगरेर आफ्नैमा केन्द्रित नभएर हरेक ठाउँमा हरेक सिट मात्रै गर्नुपर्छ। त्यसमा एउटा म के भन्न चाहन्छु, वरिष्ठ उपाध्यक्षजीलाई पनि म ध्यान आकर्षण गराउन चाहन्छु त्यसमा कि अहिले हाम्रो मध्य प्रदेशमा पनि सरकार छ। बजेट विनियोजनमा हामी हरेक क्षेत्रमा एकदम समान हिसाबले गरेका छौँ त? यदि गरेका छैनौँ भने जहाँ हामीले कम गरेका छौँ त्यो हाम्रो ड्रब्याक हुन्छ। हाम्रो विरोधीले भन्छ कि यो क्षेत्रलाई एमाले देख्दै देखेन। त बजेट विनियोजन पनि समान हिसाबले हुनुपर्छ ताकि हामीलाई भन्नु पर्यो कि एमालेको आँखामा जसरी सूर्यको किरण हरेक ठाउँमा एकै हिसाबले पर्छ, त्यसरी एमालेको आँखामा हरेक क्षेत्र हरेक क्यान्डिडेट त्यसै हिसाबको छ। यदि यो मिसन 84 र 184 सिट हामीलाई चाहियो भने होइन भने त अहिले पनि त हामी जितेकै छौँ, सबभन्दा ठुलै सेकेन्ड लार्जेस्ट छौँ र त्यो हिसाबले हामीले हेऱ्यौँ भने हामीलाई यो एकतर्फ यता पनि ध्यान दिनुपर्छ कि बजेट विनियोजन अरू पनि हरेक कार्यक्रममा हरेक साइडमा हरेक क्षेत्रमा क्षेत्रीय हिसाबले हरेक पार्टीको नेताहरू जित्ने गरी त्यो क्यान्डिडेटहरू एमालेको क्यान्डिडेटहरू जित्ने गरी त्यो क्रियाकलाप गरियो भने 184 सिट आउन सक्छ र त्यो 184 सिटको टार्गेट नेकपा एमाले मात्रै पुरा गर्न सक्ने अवस्था छ देशमा। अहिले अरू कुनै पनि पार्टी यस्तो छैन जसले 184 सिटको टार्गेट राख्न पनि सोच्छ। त्यो हाम्रै बुझ्याउने हो, हामीले नै हाम्रै काँधमा त्यो पनि अभिभार छ कि हामीले 184 सिट ल्याएर र जुन गन्तव्य छ नेपाललाई पुर्याउने हाम्रो श्रद्धेय अध्यक्षजीको जुन सपना छ त्यो सपना पुरा गर्न हामी सक्छौँ। र त्यसपछि अहिले कस्तो भएछ, हामीले आफ्नो सिद्धान्तको कुरा गर्छौँ, हामीले
आफ्नो घोषणापत्रको कुरा गर्छौँ, हाम्रो फिलोसफी के हो त्यो कुरा गर्छौँ, हामी कुन समाजको निर्माण गर्दैछौँ त्यो कुरा गर्छौँ। तर एउटा कुरा हामीले कहिले पनि गर्दैनौँ, त्यो बहुत इम्पोर्टेन्ट कुरो हो कि हाम्रो प्रतिनिधि नेकपा एमालेको प्रतिनिधिदेखि लिएर एउटा कार्यकर्तासम्म समाजमा प्रेजेन्ट हुने उहाँको आचार विचार र व्यवहार कस्तो हो। नेकपा एमालेको फिलोसफी सबैजनाले पढ्दैन, सबै नेपाली जनताले त्यसको घोषणापत्र, त्यसको हाम्रो फिलोसफी त्यो सबै पढ्दैन। उहाँले हाम्रो क्रियाकलाप, हामी कसरी समाजमा प्रेजेन्ट रहेछौँ, हामी कस्तो काम गर्छौँ, हाम्रो व्यवहार कस्तो हो, हाम्रो आचरण कस्तो हो। यदि हामी भ्रष्टाचार गर्छौँ भने जतिसुकै ठुल्ठुलो किताबहरू बाँटेर त्यो मतलब हुँदैन, समाजमा भन्छ कि यो भ्रष्टाचारीहरूको पार्टी हो। यदि हामी गलत काम गर्छौँ भने भन्छ कि यो गलत व्यक्तिहरूको पार्टी हो। त हामी प्रतिनिधि छौँ हाम्रो पुस्तकको, हाम्रो हरेक कुराको। हामी समाजवादको उन्मुख सोसाइटीको निर्माणको यस बाटोमा छौँ भने त्यो कस्तो हुन्छ त, कुन व्यक्तिहरूले गर्दैछ, त्यो एउटा सिम्बोलिक हामी चाहिँ रिप्रेजेन्टेटिभ हौँ पुरै फिलोसफीको। त्यसकारण यो म के भन्न चाहन्छु कि हाम्रो त्यसमाथि अब पार्टीको नेताजीहरूले पनि यो कुराको ध्यान दिनुपर्छ कि हाम्रो कार्यकर्ताहरूलाई समाजले कसरी हेरिरहेछ। यसको एउटा ठुलो ज्वलन्त उदाहरण आजभोलि हामी हेरिरहेछौँ। रवि लामिछानेको पार्टी स्वतन्त्र पार्टी आयो, उसको व्यक्तित्व कस्तो हो कसैसँग लुकेको होइन। उसको आफ्नो पार्टीको मान्छे पनि यदि मञ्चमा आउँदैन भने भन्छ कि हाम्रो पार्टी, हाम्रो अध्यक्षले ठगी गरेकै हो। त्यो सबलाई थाहा छ, त्यो एकदम एउटा युनिभर्सल ट्रुथ जस्तो छ। त्यसलाई हामीले अनि नेकपा एमालेलाई गाली गरेर उहाँ चोखिन मात्रै खोज्नु भएको। हाम्रो त नेकपा एमालेको त कुनै रोलै छैन, त्यो जुडिसियरीको रोल हो। कसैले मुद्दा हाल्यो, न्यायपालिकाले इन्भेस्टिगेसन गरायो र जे भइरहेछ त्यो उहाँहरूकै दायराको भित्रको कुरा हो। यो नेकपा एमालेको कुनै पनि कुरा होइन। नेकपा एमाले हाम्रो सदस्य अध्यक्षलाई गाली गरेर पपुलरिटी मात्रै कमाउने भइरहेछ। तर यति त यो फ्याक्ट हुँदाहुँदै पनि एउटा सोचनीय कुरा के हो भने कि जहाँ जहाँ इन्भेस्टिगेसनको लागि लगिन्छ यत्रो जनता उसको पछाडि हाय हाय गरेर किन जान्छ? यो एउटा बिग क्वेसन हो। त्यस क्वेसनलाई हामी पन्छ्याउन सक्दैनौँ। हामीलाई आत्मचिन्तन र मनन गर्नुपर्छ। त्यो किन हो? त्यो हाम्रो कहीँ न कहीँ हामी समाजमा आफूलाई प्रेजेन्ट गर्नमा चुकेका छौँ। चुक्नको लागि बेइमानै हुनुपर्छ भन्ने छैन। हामी इमान्दार छौँ भन्ने त्यो पनि साबित गर्न सकेनौँ। अनि एउटा विकल्पको रूपमा रवि लामिछानेलाई हेरेर र आज यो अवस्था आइरहेछ। हामी हेर्छौँ कि सोसल मिडियामा हाम्रो नेता, ठुलो नेताहरूको पनि एउटा स्टेटस आयो भने गाली गर्नेको ओइरो लागिहाल्छ। किन गर्दैछ त्यो पनि बुझ्न सकिएको छैन। गाली गर्नु छ, त्यस कारणले हामी गर्दैछौँ। त्यसकारण के भन्छौँ भने कि हाम्रो प्रेजेन्टेसन समाजमा एकदम राम्रो तरिकाले हुनु पर्यो। हामी कुनै विवादमा पर्नु भएन, त्यसबाट बच्नुपर्छ। र यही कुराहरूको साथ आज अलि उपस्थिति कम हो, तर यो उपस्थिति एकजना बुद्धिजीवी 100 जना भन्दा पनि बढीको बराबर हुन्छ। एउटा शिक्षक हुनुहुन्छ, उहाँले 400 स्टुडेन्टलाई पढाउनु भएछ। एउटा इन्जिनियर हुनुहुन्छ, धेरै कामहरू गर्नुभएछ, धेरै मान्छेलाई इन्फ्लुएन्स गर्न सक्नुहुन्छ। त्यही हिसाबले हरेक पेसामा उहाँहरूको आफ्नै एउटा पहुँच हो र एक किसिमको प्रभाव छ। त्यसकारण सङ्ख्या धेरै मतलब राख्दैन। यो जुन आजको अधिवेशन हुनवाला छ त्यो सबै पालिकालाई समेटेर र एउटा राम्रो जिल्ला कमिटी बनोस् र अगाडि दिनमा पनि पहिले जस्तै होइन, अगाडि दिनमा अरू योभन्दा पनि बढी सक्रियता पार्टीले पनि लिन सकोस् र यहाँको बुद्धिजीवी परिषदको पदाधिकारीहरूले पनि त्यसमा सहभागिता जनाउन सकोस्। यो शुभकामनाको साथ आउने एउटा राम्रो कमिटी र सक्रिय कमिटी बन्छ भनेर आशा राखेर म दुई शब्द यही भन्छु।